स्वास्थ्य समस्यासँग सम्बन्धित आज हामी डायबिटिजको बारेमा कुरा गर्छौं, जसलाई नेपालीमा उमे र मैथिलीमा चिनिया रोग भनेर भनिन्छ। चिन्नी बिमारी भएकोले भनेर मैथिलीमा भनिन्छ। त्यो हामी डायबिटिजको बारेमा कुरा गरौं। डायबिटिज मधुमेह यस्तो रोग हो जसमा रगतमा चिनी ग्लुकोजको मात्रा सामान्य भन्दा धेरै बढ्छ। हाम्रो शरीरमा इन्सुलिन नामको हर्मोन हुन्छ जुन प्याङ्क्रियासबाट बन्ने गर्छ। इन्सुलिनले रगतमा भएको चिनीलाई कोषहरूमा पुर्याउने ऊर्जा बनाउन मद्दत गर्छ। जब शरीरले पर्याप्त इन्सुलिन बनाउँदैन वा बनेको इन्सुलिनले राम्रोसँग काम गर्दैन, तब रगतमा चिनीको मात्रा बढ्छ र त्यसलाई डायबिटिज भनिन्छ। अब यहाँ अति महत्त्वपूर्ण क्वेशन जुन धेरै जनाले पटक पटक सोध्ने गरिन्छ त्यो के हो भने डायबिटिज किन हुन्छ? डायबिटिज हुने मुख्य कारणहरू के हुन् त? फर्स्ट, वंशानुगत। डायबिटिज वंशानुगतको कारणले पनि हुन्छ। बाबुआमालाई भएमा सन्तानलाई पनि जोखिम हुन्छ। मोटोपनको कारणले पनि अधिकांश मोटा व्यक्तिहरूलाई डायबिटिज हुने सम्भावना धेरै बढी हुन्छ। नेक्स्ट, शारीरिक गतिविधि कम हुनु। शारीरिक परिश्रम नगर्ने व्यक्तिहरूमा यो डायबिटिज हुने चान्सेस धेरै बढेर जान्छ। अर्को, धेरै चिल्लो, गुलियो र जंक फूड खानाले पनि डायबिटिजलाई निम्ति आउँछ। मानसिक तनाव एउटा अति महत्त्वपूर्ण कारण हो डायबिटिज हुने। तनावबाट हामी जहिले पनि बच्नुपर्छ। र उच्च रक्तचाप। मैले यो भन्दा पहिले नै हाई ब्लड प्रेसरको बारेमा भिडियो बनाइसकेको छु। उच्च रक्तचाप पनि डायबिटिज हुने एउटा प्रमुख कारण मध्ये पर्दछ। नेक्स्ट, उमेर बढ्दै जानु। विशेष गरी 40 वर्ष पछिको व्यक्तिहरूले शारीरिक परिश्रमहरू कम गर्दै गयो भने डायबिटिज हुने चान्सेस धेरै बढेर जान्छ। अब यहाँ हामीले बुझ्नै पर्ने क्वेशन के छ भने कस्ता व्यक्तिहरू जोखिम क्षेत्रमा पर्छन्? परिवारमा डायबिटिज भएको व्यक्ति, मोटोपन भएको व्यक्ति, दिनभरि बसिरहने लेजी पिपुल, त्यस्तालाई हामी भन्न सक्छौं। शारीरिक परिश्रम कसरत नगर्ने खालका व्यक्तिहरू या यस्ता व्यक्तिहरू जसको प्रोफेसनमा शारीरिक परिश्रम नै छैन, ती व्यक्तिहरूलाई डायबिटिज हुने चान्स धेरै बढेर जान्छ। एक्सरसाइज नगर्ने व्यक्तिहरू, धेरै गुलियो खाने व्यक्तिहरूलाई पनि डायबिटिज हुने चान्स बढेर जान्छ। 40 वर्षभन्दा माथिका व्यक्ति। अर्को, गर्भावस्थामा मधुमेह भएको महिला, उच्च रक्तचाप वा कोलेस्ट्रोल भएका व्यक्ति। अब हामीले बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा के छ भने डायबिटिजका लक्षणहरू के हुन् त? सुरुमा कहिलेकाहीँ लक्षण देखिँदैन, तर सामान्य लक्षणहरूमा जस्तै बारम्बार पिसाब लाग्नु, तिर्खा लाग्नु, धेरै भोक लाग्नु, तौल घट्नु, छिटो थाक्नु, घाउ ढिलो निको हुनु, आँखामा धमिलो देखिनु, हात खुट्टा झमझम गर्नु। यदि यस्ता लक्षण देखिएमा तुरन्त रगत जाँच गर्नु पर्दछ। अब हामीले बुझ्नै पर्ने कुरा के छ भने डायबिटिजबाट बच्न के गर्नुपर्छ? सर्वप्रथम हामीले के बिर्सिनु हुँदैन भने दैनिक व्यायाम गर्ने। एक्सरसाइज इज भेरी मच इम्पोर्टेन्ट। दैनिक हामीले कम्तीमा 30 मिनट व्यायाम गर्नै पर्छ, एक्सरसाइज गर्नै पर्छ।
तौललाई नियन्त्रणमा राख्नुपर्छ। गुलियो र चिल्लो खाने पदार्थहरू धेरै कम वा न्यून खानुपर्छ। जंक फूड कम गर्ने, तनाव कम गर्ने, नियमित स्वास्थ्य परीक्षण गर्ने, धूम्रपान र मदिरा त्याग्ने। डायबिटिज भएका व्यक्तिका लागि खान मिल्ने कुराहरू के हुन् त? साग सब्जी जस्तै फर्सी, करेला, बन्दा, पालुङ्गो बढीभन्दा बढी खानु पर्दछ। दाल, गेडागुडी, गहुँ, जौ, फाफर, ओट्स, ब्राउन राइस, सेतो चामल कम खानुपर्छ। स्याउ, अम्बा, नास्पति पनि मात्रा मिलाएर खानु पर्दछ। अंडा पनि मात्रा मिलाएर खानु पर्दछ र माछा कम खानुपर्ने कुरामा सेतो चामल धेरै कम खानुपर्छ। चिनी, मिठाई न्यून गर्नुपर्छ वा खाँदै खानु हुँदैन। कोल्ड ड्रिंक त पटक्कै पिउनु हुँदैन। केक, चकलेट, चिल्लो मासु, फ्राई गरेको खानेकुराहरूबाट टाढा बस्नु पर्दछ। अब एउटा डायबिटिज भइसकेको व्यक्तिको दैनिक गतिविधि, डेली एक्टिभिटीज कस्तो हुनुपर्छ त? बिहान 30-45 मिनट हिँड्नु पर्छ। योग, प्राणायाम गर्ने, सिडी चढ्ने, लिफ्ट कम प्रयोग गर्ने, लामो समय बसिरहने बानी हटाउने, समयमै खाना खाने र पर्याप्त निद्रा, कम से कम 7-8 घण्टा सुत्नु पर्छ, रेस्ट गर्नुपर्छ। महत्त्वपूर्ण कुरा हामीले बुझ्नुपर्ने के हो भने डायबिटिज भइसकेपछि यो पूर्ण रूपमा निको हुने रोग होइन, तर नियन्त्रण गर्न सकिन्छ। सही खाना, व्यायाम र चिकित्सकको सल्लाह अनुसार औषधि प्रयोग गरेमा सामान्य जीवन जिउन सकिन्छ। अब हामी यहाँ कुरा गरौँ टाइप 1 डायबिटिज के हो। शरीरले इन्सुलिन बिल्कुल पनि बनाउँदैन। अब यो टाइप 1 डायबिटिज मानिसहरूलाई किन हुन्छ त? यो प्राय अटो इम्युन प्रक्रिया, शरीरले आफ्नै प्याङ्क्रियासलाई नष्ट गर्नुको कारणले हुन्छ। कस्ता व्यक्तिलाई टाइप 1 डायबिटिज हुन्छ? प्राय बालबालिका वा किशोरा अवस्थामा हुन्छ। यसको विशेषतामा अचानक धेरै पिसाब लाग्नु, धेरै तिर्खा लाग्नु, अत्यधिक भोक लाग्नु र तौल घट्नु। उपचार के हुन सक्छ त? जीवनभर इन्सुलिन इन्जेक्सन गर्नुपर्छ। खाना र व्यायामको नियन्त्रण पनि आवश्यक हुन्छ। अब हामी टाइप 2 डायबिटिजको बारेमा कुरा गरौँ। शरीरले इन्सुलिन बनाउँछ तर काम गर्न सक्दैन। इन्सुलिन रेजिस्टेन्स वा पर्याप्त इन्सुलिन बनाउँदैन। टाइप 2 डायबिटिज किन हुन्छ त? मोटोपन, कम शारीरिक गतिविधि, असन्तुलित खाना, धेरै चिनी र तेलको प्रयोग गरेमा, उमेर बढ्दै जानु। अब यो टाइप 2 डायबिटिज कस्ता व्यक्तिलाई हुन्छ त? प्राय वयस्क वा वृद्ध मानिसहरूमा हुन्छ। यसको लक्षणहरूमा बारम्बार पिसाब लाग्नु, धेरै तिर्खा लाग्नु, थकान, आँखामा धुमिलो देखिनु, घाउ ढिलो निको हुनु। अब टाइप 2 डायबिटिजको उपचारमा हामीले के गर्न सक्छौँ भने खाना र जीवनशैलीमा सुधार गर्नुपर्छ, नियमित व्यायाम गर्नुपर्छ, आवश्यकता अनुसार औषधि वा इन्सुलिनको प्रयोग गर्नुपर्छ। अब यहाँ धेरै महत्त्वपूर्ण कुरा के छ भने हामीले बुझ्नै पर्ने कुरा के हो भने डायबिटिज र बीपीमा के सम्बन्ध छ त? बीपी र डायबिटिजको सम्बन्धको कुरा गर्नेहरू हो भने समान जोखिम कारकहरू, मोटोपन, असन्तुलित खाना, कम व्यायाम, उमेर बढ्नु जस्ता कारणले बीपी र डायबिटिज दुवैको खतरा बढाउँछ। त्यसैले यी दुई रोग प्राय एकसाथ देखा पर्न सक्छ। डायबिटिजले बीपी बढाउँछ। डायबिटिज हुँदा रगतमा चिनी बढी हुन्छ। यसले रगतको नलीहरू, ब्लड भेसल्समा तनाव पैदा गर्छ। नतिजा हाई बीपी हुने सम्भावना बढ्छ। धन्यवाद। हामी नेक्स्ट भिडियोमा भेटौँला। बाय बाय।